यदि प्रगति गर्न चाहनुहुन्छ भने बिहान 5 बजे उठेर मेडिटेसन गरेर आफ्नो एउटा प्रगतिमा पाइला लगाउनु छ भने आफ्नो दिमागलाई सफा राख्नुपर्छ। बुढेसकालमा तपाईँको उमेर चाहेर पाइन्छ पाइँदैन नि। यो उमेरमा तपाईँले पैसा कमाउन सक्नु भएन भने अर्को बुढेसकालमा कसरी पैसा कमाउनुहुन्छ? जुन बेला तपाईँले पानी लाउनु पर्ने थियो बिरुवामा त्यो बेला लगाउनु भएन अनि बिरुवा मर्यो भने कहिले फल खान पाउनुहुन्छ? तपाईँले पाउनुहुन्न नि। यो दिन यतिकै आएको होइन नि। यो दिन आउनको लागि तपाईँ कुर्नुभयो अनि आयो। सफलता बोर्डमा फल्दैन। हामी यहाँ आएर स्टेजमा बोल्दै गर्दा एउटा कोही संस्थाको ओनर बन्दै गर्दा हजारौँ जुत्ताहरू फटाएका छन्, झोलाहरू फाटेका छन् अनि हाम्रा जिउका छालाहरू पनि झरेका छन्। सङ्घर्ष त्यतिकै हुँदैन नि। सुगतिले काम दिन्छ, गाली गर्छ, मर्ने गरी हिसाबै उन्पिने गरी गाली गर्छ। के हाम्रो लागि गाली हो? तपाईँको लागि गाली के हो? त्यो गाली माया हो। तपाईँले बुझ्नुभयो भने बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई काठ कुदाउँछ। छैन घरमा आमाले बोकेर ल्याएको गालीको मात्र सारेर खानुपर्छ भने सफलता भनेको त्यतिकै हुँदैन नि। तपाईँले प्रमोस पिआरओ, ट्रेनिङ म्यानेजर, टुर म्यानेजर, सँगसँगै फुल म्यानेजर बन्नको लागि सुट बुट लगाउँदैमा चेयरमा बस्दैमा म्यानेजर हुँदैन अनि ड्राइभरको स्टियरिङ समाउँदैमा ड्राइभर हुँदैन नि। जुन व्यक्तिले हजारौँको प्यासेन्जरको गाडी खाएर सिकेको ड्राइभरले ड्राइभर हुन्छ। तपाईँ पनि हजारौँ कस्टमरको गालीहरू सुन्नुहोस्। त्यो गाली नै तपाईँको लागि म्यासेज हो। 10 बजेसम्म सुतेर आँखा मिच्दै अफिस आएर प्रगति हुँदैन नि महोदय। प्रगति नपाइएर हजारौँ मार्केटमा हल्लाहरू खिचिन्छन्। ए फलानले त छोडेको मैसँग आएको, अब के गर्ने? डबल माइन्ड कि गरौँ कि नगरौँ, बसौँ कि नबसौँ। तपाईँले कसैले हो तपाईँको 2-4 जना भयो भने पुरा काटेर चटपटे खान कति मजा हुन्छ। तर त्यही टाइम तपाईँले कस्टमरलाई राम्रो तरिकाले कुरा गर्नुभएको भए 50 नम्बर झर्ने थियो ताकि तपाईँको 1500देखिको 2000को कमाइ हुनेवाला थियो। त्यो समय घरिघरि आउँदैन नि। समय फर्केर आउँदैन, बगेको खोला फर्कँदैन। समयले तपाईँलाई कहिले पनि फर्कँदैन। यहाँ जब छोड्नुहुन्छ अर्को ठाउँमा डब्ने देखाउनुहुन्छ अनि अर्को ठाउँमा देखाउनुहुन्छ अनि फर्केर फेरि आउनुहुन्छ। ओहो मैले त्यही पनि भए पनि काम गरेको भए त म सायद यतिखेर टुर म्यानेजर हुन्थेँ कि म्यानेजरै पो हुन्थेँ कि। जहाँ मैले पैसै कमाउने हो, विदेशमा गएर 10 तला माथि डोरी लगाएर रङ पेन्टिङ गर्नेले नि पैसै कमाउँछ, भेडा बाख्रा चराउनेले पनि पैसै कमाउँछ। पेटै पाल्छ। पेट पाल्नु ठुलो कुरा होइन, पेट त गल्लीको कुकुरले पनि पालेको हुन्छ। तपाईँले 2-4 जनालाई चुडो बाल्न सक्ने, रोजीरोटी दिन सक्ने बन्नुहोस्। म मेसेन्जर, युट्युब, इन्स्टाग्राम, फेसबुक, टिकटक हरेकमा 101 भइसक्यो मार्केट। तपाईँ त्योभन्दा 3 गुणा बढी डबल ट्यालेन्ट बन्नुहोस्। तपाईँको आफूभित्र भएको कलालाई पस्किनुहोस्, बाहिर निकाल्नुहोस्। तपाईँको सबैभन्दा ठुलो शत्रु भनेको लाज हो। त्यो लाजलाई बाहिर जब फ्याल्नुहुन्न तबसम्म तपाईँ कहीँ पनि गएर प्रगति गर्न सक्नुहुन्न है। त्यही भएर तपाईँ प्रगति गर्न चाहनुहुन्छ भने टाइम टेबल टाइममा उठ्ने, आफ्नो कम्पनीले दिएको टार्गेटहरूलाई चाहिँ क्लियर गर्ने, त्योभन्दा माथि जान सकिन्छ भने जति सकिन्छ त्यति गर्ने। अघि पनि भनिसकेको छु, सुट लगाउँदैमा म्यानेजर हुँदैन। अनि तपाईँले एउटा केही काम गर्नको लागि तपाईँलाई कसैको सहारा चाहिन्छ, कसैको डिपेन्डेन्टमा बस्नुपर्छ। कसैलाई टोइलेट जान चुरोटको नसा चाहिने, कसैलाई केही गर्न गुटखाको नसा चाहिने। अनि मात्रै तपाईँलाई पनि भगवानले आफै दिनुहुनेछ। तपाईँसँग 2वटा चाबी हुन्छ, एउटा भगवानसँग, एउटा तपाईँसँग। त्यो चाबी खोल्नको लागि तपाईँ आफू स्वयं कुनै कामप्रति लगाम भएर आफ्नो चाबी खोल्नुभयो भने माथिबाट भगवानले आफ्नो चाबी अटोमेटिक खोलिदिनुहुन्छ। आजको म्यासेज समय एकदमै कम छ, तर पनि मलाई यो शुभदीप ग्रुप प्राइभेट लिमिटेडले आजको यो स्थान दिनुभयो। उहाँलाई म हृदयदेखि धन्यवाद दिन्छु। यहाँसम्म सहर्ष प्रोग्रामलाई हाम्रो शुभदीप ग्रुप प्राइभेट लिमिटेडलाई माया गरेर आफ्नो सम्झेर आइदिनु भएकोमा म एकदमै आभारी छु। अझै पनि माया गर्नुहुन्छ भन्ने आशा पनि छ। जति यहाँ हुनुहुन्छ आफ्नो कामलाई माया गर्नुहोस्, आफूले आफूलाई सदैव सकारात्मक सोच्नुहोस्, सदैव उत्कृष्ट बन्नको लागि
टिकटक लाइभमा भ्युज आयो कसले चाहिँ कमेन्ट गर्यो भनेर रात गरी अनलाइन बस्नु। तपाईँ सुत्नको लागि प्रकृतिले दिएको रात कि हामीलाई हो। तपाईँ रात गरी मोबाइलमा अनलाइन बस्नुहुन्छ, बिहान 11 बजे आँखा भिज्दै अफिस आउनुहुन्छ, अनि प्रगति हुन्छ। अनि बुढेसकालमा छोरा पढाउने कसरी, छोरी पढाउने कसरी, अनि रोएर हुन्छ पैसा पुगेन भनेर। यति भन्दै बोल्दै गर्दा मिस्टेक पनि हुनसक्छ, आगामी स्टुडेन्टहरू बोल्दै बाँकी छन्। अर्को अघि तत्पर तपाईँहरूप्रति समर्पित हुने नै छु। आजको दिनलाई यो माइक हस्तान्तरण गर्दै ओजेल पढ्न चाहन्छु। हो यो छोटो छोटो म्यासेजलाई हामीले मन गर्नेछौँ र साँच्चै नै हृदयदेखि यसले हामीले पुग्नुभएका यस कम्पनीका सभापतिज्यूलाई यस स्टेजमा वेलकम गर्न चाहन्छु। उहाँ हुनुहुन्छ कम्पनीका सभापति श्री कृष्ण प्रसाद फुयालज्यू। प्लिज वेलकम द स्टेज। धन्यवाद। Good morning, everyone. Good morning. You have message, sir? You have message? Yes, sir. अवश्य पनि आज शुभदिन गुरुपुष्प प्रालीको भेटघाट समारोह तथा 5औं वार्षिक उत्सवमा उपस्थित हुने यसै सभाका सभापति महोदय, त्यसै गरी म्यानेजिङ डाइरेक्टर बस्नेज्यू, साथसाथै म्यानेजमेन्ट टिमलाई विशेष गरी आभार प्रकट गर्न चाहन्छु। त्यसै गरी कम्पनीमा जिम्मेदार तरिकाले आफ्नो कार्यलाई अगाडि बढाइरहनुहुने विभिन्न आफ्नो क्षेत्रमा कार्यशील कर्मचारी, स्टाफ, सर्भिसहरू, टुर म्यानेजर, ट्रेनिङ म्यानेजर, टुर म्यानेजर, त्यसै गरी बिआरओ। आज विशेष गरी हाम्रो यो हुन गइरहेको 5औं वार्षिक उत्सवको समारोहमा आज हामी उपस्थित भइरहेका छौँ। विशेष गरी आज हामी धेरै पछाडि हामीले एउटा यो खालको एउटा प्रोग्रामको आयोजना गरिराखेका छौँ। विशेष गरी आज कम्पनीले यो अवसर पारेर धेरै व्यक्तिलाई धेरै अवसरहरू प्रदान गर्न खोजिराखेको छ। त्यो अवसरमा हामी जे जस्तो अवस्थामा छौँ, अवश्य पनि हामी एउटा अवस्थाले यहाँसम्म ल्याइपुर्याएको कारणले गर्दाखेरि यहाँनिर हामी उपस्थित भइरहेका छौँ। हामीले आजैको डेटबाट एउटा प्रण गर्नु आवश्यक छ कि हो एम आई, म को हुँ, वाट इज माई ड्युटी एन्ड वाट इज माई रेस्पोन्सिबिलिटी। म को हुँ, म कहाँ छु र मेरो उत्तरदायित्व के हो। विशेष गरी यो कुरालाई हामीले मध्यनजर गऱ्यौँ र मलाई कसले के भन्दैछ भनेर भन्नुभन्दा पनि मेरो आत्माले मलाई के भन्दैछ भन्ने कुराहरूले विशेष महत्त्व राख्छ। त्यसले गर्दाखेरि आज 21औं शताब्दीका व्यक्तिहरू, हरेक व्यक्तिहरू महत्त्वकांक्षी हुनु आवश्यक हो। त्यसले गर्दाखेरि हामीभित्र पनि ती खालका एउटा आवश्यकताहरू छन्। त्यही आवश्यकतालाई परिपूर्ति गर्नका खातिर आज हामी एउटा कुहिरोको काम गरेर यो गर्दा हुन्छ कि त्यो गर्दा हुन्छ कि के गर्दा हुन्छ हामी अवसरको खोजीमा छौँ। त्यसले गर्दाखेरि आज कम्पनीले त्यो खालको हामीलाई अवसर दिइसकेको छ, त्यो खालको एउटा अपर्च्युनिटी दिइसकेको छ भने अब हामीले त्यसलाई कसरी एचिभ गर्ने भन्ने कुराहरूले विशेष महत्त्व राख्छ। त्यसले गर्दाखेरि यो कुरालाई हामीले अवश्य पनि मध्यनजर गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हामीले आजको डेटलाई हामीले विशेष महत्त्वका नजरले हेरेका छौँ। त्यसले गर्दाखेरि जो यहाँनिर हुनुहुन्छ अवश्य पनि भोलिको दिनमा यहाँहरू सक्सेस बन्न चाहनुहुन्छ भने कम्पनीले त्यो ग्रहण गरिसकेको छ। जबकि तपाईँलाई सक्सेस बनाउने अभिभार कम्पनीले लिएको छ। त्यसले गर्दाखेरि हामी जहाँ छौँ, जसरी हामी अगाडि बढ्दैछौँ, अवश्य पनि त्यसलाई अझै मध्यनजर गरेर त्यसलाई अझै मजबुत बनाएर अगाडि बढ्यौँ भने भोलि तपाईँ र हामी आत्मसात गर्दै जाँदाखेरि भोलि हातेमालो गर्दै हिँड्नुपर्ने अवस्थाहरू पनि आउन सक्छन्। त्यसले गर्दाखेरि आजलाई भन्दा पनि भोलिलाई विशेष महत्त्व दिएर हरेक व्यक्तिको आज चाहिँ हरेक सक्सेस व्यक्तिको विगतलाई हेर्ने हो भने
पीडादायी नै हुन्छ। त्यसले गर्दाखेरि आज तपाईँले पनि त्यो पीडाहरू भोगिराख्नु भएको होला, तर वास्तविकता त्यो होइन। जब हामीलाई थाहा छ एउटा गाईले हरियो घाँस खान्छ, तर त्यसको दुध चाहिँ हामीले कस्तो पाउँछौँ? सेतो पाउँछौँ। त्यसले गर्दाखेरि आज तपाईँले गरेको सङ्घर्ष र भोलिको सक्सेसले फरक खालको भूमिका खेलिरहेको हुन्छ। त्यसले गर्दाखेरि त्यो कुरालाई मध्यनजर गर्दै हामी अगाडि बढ्नेछौँ भन्दै मेरो आजको भनाइलाई यहीँ अन्त्य गर्छु। धन्यवाद। Are you excited? Yes. Really? Yes. Okay, promotion दिन सफल हुनुभयो मिस गीता चौधरी, प्लिज वेलकम अन दिस। त्यसै गरी हामी आजदेखि नै टेन्डर पोस्टमा प्रमोसन लिन सफल हुनुभयो, प्लिज वेलकम अन दिस स्टेज मिस एन्ड प्लिज वेलकम अन दिस स्टेज एन्ड फास्ट। त्यसै गरी नेक्स्ट पर्सन हुनुहुन्छ मुन्सिपल अफिसबाट आजदेखि टेन्डर पोस्टमा प्रमोसन लिन सफल हुनुभयो, प्लिज वेलकम अन दिस स्टेज। त्यसै गरी नेक्स्ट पर्सन हुनुहुन्छ बर्मेक अफिसबाट मिस सुशीला नेपाली, प्लिज वेलकम अन दिस स्टेज। दिस पर्सनहरू आजदेखि नै टेन्डर पोस्टमा प्रमोसन लिन सफल हुनुभयो र अब यो हामी 18 महिनामा म्यानेजर बन्छौँ भनेर सोध्नुहोस्, उहाँहरूलाई यो भाग्य खुलेको जस्तै हो। बुझ्नुभयो? यो भाग्य नै खुलेको उहाँ प्रमोसन गरेको, यसलाई यस्ता पनि दिन सक्नुहुनेछ र भोलिदेखि नै उहाँले टेन्डरको कार्यभार सम्हाल्नुहुनेछ, त्यो पुरा आशा मलाई छ। र त्यसै गरी नेक्स्ट पर्सन हुनुहुन्छ राई अफिसबाट नै आजदेखि नै टेन्डर गर्न सफल हुनुहुन्छ मिस सरिता डागे, प्लिज वेलकम अन द स्टेज। कम्पिटिसन चाहिँ जितेको छ, प्रमोसन दिएको त्यसदेखि नै टमोस पिआर गर्न सफल हुनुभयो मिस टेन्डर गर्न सफल हुनुभयो लक्ष्मी नेपाली, मिस प्लिज वेलकम अन द स्टेज। सफल हुनुभयो मिस श्वेता मगर, प्लिज वेलकम अन द स्टेज। श्वेता मगर, प्लिज वेलकम अन द स्टेज। त्यसै गरी आजदेखि नै कम्पनीको टेन्डर पोस्टमा प्रमोसन लिन सफल हुनुभयो मिस मोना बुढाथोकी, प्लिज वेलकम अन द स्टेज। प्लिज फास्ट। र नेक्स्ट पर्सन हुनुहुन्छ अलिकति बाहिर बसेर भए पनि कम्पनीलाई हर हिसाबबाट सहयोग गर्दै र काम मेरो लाग्यो म गर्नुपर्छ भन्ने उद्देश्यले अगाडि बढिराख्नु भएको छ र त्यस पर्सनलाई पनि आजदेखि नै हामीले टेन्डर पोस्टमा प्रमोसन गर्दैछौँ। उहाँ हुनुहुन्छ हरिप्रसाद भर्ती, प्लिज वेलकम अन द स्टेज। आगामी आउने प्रोग्राममा ट्रेनिङ म्यानेजर पोस्टमा देख्न पाइयोस् भन्दै र कार्य सफलताको लागि एक जोरदार विज्ञापन गर्नुहोस्। पनि हामीले आजको दिनदेखि नै ट्रेनर पोस्टमा हेर्न पाउँदैछौँ। क्यान यू गेस को हुनुहुन्छ? ट्रेनिङ म्यानेजर। ओहो, म्यानेजर शब्दले छोइसक्यो। अब त टुर म्यानेजर सक्यो, कति छ होइन, यो कुरालाई पनि ख्याल राख्नुहोस्। भने त्यसपछि हामीले आजदेखि नै ट्रेनिङ म्यानेजरको जिम्मेवारी दिँदैछौँ र मैले अघि पनि भने यो हामीले अनुहार हेरेर माया लागेर दिएको होइन, हिजो के गर्नुभयो त्यो पनि बिर्सेर दिएको हो खास। भोलिको दिनमा तपाईँले पक्कै पनि राम्रो गर्नुहुनेछ, कम्पनीलाई अझ अगाडि बढाउनुहुन्छ, आफ्नो अफिसलाई भन्ने एउटा आशयले पनि यो प्रमोसन हामीले दिन चाहिरहेका छौँ। घोराइबाट आजदेखि नै ट्रेनिङ म्यानेजरको पोस्टमा प्रमोसन लिन सफल हुनुहुन्छ त्यस पर्सनहरूलाई यो एउटा क्याटेगोराइ आएको छ, प्रमाणपत्र आएको छ। त्यो प्रमाणपत्र के छ भन्ने कुराहरू यो पछि नै भनौँला या पछि नै गएर हेर्न सक्नुहुनेछ। यो एउटा प्रमाणपत्र छुटेको रहेछ, त्यो प्रमाणपत्र हामीले भोलि नै दिनेछौँ र त्यस पर्सनलाई स्टेजमा वेलकम गर्दैछौँ मिस पविता श्रेष्ठ। अनुरोध गर्दछु र यो प्रमाणपत्र छुटेको छ, रेडी थियो तर छुटेको छ, भोलि गाउँ हुनेछ मिटिङ गर्दै मिस बबिता श्रेष्ठ, हार्टली कङ्ग्रेचुलेसन एन्ड स्कुल। जस्तो लाग्छ आएको 1 वर्ष भयो भन्नुहुन्छ, अब कति के होला? एउटा खुड्किलो बाँकी छ जम्मा भने
त्यस्तै मात्रै मान्छेलाई कम्पनीले के गर्छ त भन्दा भोलि त्यो लेभलको पक्कै पनि पुऱ्याउनेछ है सुसिता तल्की यहाँ यहाँनिर आउँछ कम्पनीले यति छिटो चाहिँ डिसिजन लिन्छ त्यो साँच्चीकै उहाँले थाहा पाइसक्नुभयो जसले कम्पनीमा धेरै लामो समयदेखि सङ्घर्ष गरिराख्नु भएको छ अनि सङ्घर्ष पनि गरिराख्नु भएको छ त्यस्तै व्यक्तिलाई कम्पनीले के गर्छ सरप्राइज दिन्छ कति रुनु भयो होला अस्ति कति खुसी मनाउनु भयो होला मुम्बईका सहयात्री कहिलेकाहीँ त यस्तो पनि हुन्छ आफूभन्दा सिनियर एकदम ट्यालेन्टेड व्यक्ति चाहिँ निक्ल्यो भने के हुन्छ त्यो पोस्टमा त आफू गएर बस्न पाइन्छ होइन डाइरेक्टर गरेर के भयो सचिव गरेर के भयो तपाईँ सक्षम भएर आउनुहोस् न कम्पनीले तपाईँले ल्याएर राखिदिन्छ भनेपछि त्यो एउटा सरप्राइज थियो यसको अस्ति यहाँहरू अग्मगिराख्नु भएको थियो किन निकाल्नु भएको होला भनेर भने त्यो होइन पक्कै पनि र त्यस्तै व्यक्तिलाई आज हामीले फेरि पनि त्यो जिम्मेवारी दिँदैछौँ इमान्दार हुन्छ अनुशासित हुनुहुन्छ र भोलिको दिनदेखि आफ्नो कार्यलाई अझ राम्रो र गतिशील ढङ्गबाट अगाडि बढाउनु हुनेछ भन्ने आशा हामीले राखेका छौँ कम्पनीको आजदेखि नै ट्रेनिङ म्यानेजरमा प्रमोसन दिन सफल हुनुभयो मिस सरी कपौ टाकी सर प्लिज वेलकम अन द स्टेज प्लिज वेलकम अन द स्टेज इमान्दार हुन्छ अनुशासित हुनुहुन्छ साँच्चै नै केही कुराहरू यो अलिकति एउटा आफ्नो घरैसी कुराहरू तैपनि उहाँले त्यो बोल्न चाहनु भएन ठिक छ त्यसमा हामीलाई चित्त दुखाइ छैन उहाँको लागि हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ कम्पनीको तर्फबाट र मेरो तर्फबाट भने आजदेखि त निष्पक्ष हामीले ट्रेनिङ म्यानेजरको पोस्ट प्रमोसन दिँदैछौँ हिजोसम्म ट्रेनर हुनुहुन्थ्यो भने आजदेखि नै ट्रेनिङ म्यानेजर बन्न सफल हुनुभयो मिस प्रतिभा ओली प्लिज वेलकम अन द स्टेज दाम्पत्य जीवनको पनि शुभकामना हाम्रो तर्फबाट यहाँबाट पनि अरू पनि पोस्टहरू छ त्यो हामी केही समयपछि अथवा अर्को प्रोग्राममा के गर्नुपर्ने छ हामी गरि नै हाल्छौँ र म पनि त्यो लेभलमा पक्कै पनि पुग्न चाहन्छु भनेर मेहनत गर्नुहोस् अनि तपाईँ पनि सफल हुनुहुनेछ सक्षम हुनुहुनेछ र कम्पनीले पक्कै पनि यहाँलाई प्रमोसन गर्नेछ भन्ने बाचाको सही